देखियो हर्कको हरकत। क्यूआरबाट उठाएको पैसाले मासु भात, ठेकादारले बनाउँदा 40 देखि 50 लाखमा बन्ने पुल, श्रमदानबाट बन्दा 1 करोड 29 लाख कसरी पुग्यो? नेपाली जनताले प्रश्न गरिरहेका छन्। अब हर्कले जवाब दिनुपर्छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङको श्रमदान अभियान फेरि एकपटक तीव्र विवादको घेरामा तानिएको छ। दार्चुलाको दुम्लिङमा तुल विस्थापित गर्न भन्दै उनको पार्टीको नेतृत्वमा बनाएको 60 मिटर लामो झोलुङ्गे पुल यति बेला प्रशंसा भन्दा पनि बढी आलोचनाको केन्द्रमा बनेको छ। ठेक्कापट्टाबाट सामान्यतया 40 देखि 50 लाख रुपियाँसम्ममा सम्पन्न हुने पूर्वाधार जनताको निःशुल्क श्रमदान र चन्दाबाट कसरी 1 करोड 39 लाख रुपियाँ भन्दा बढी खर्च हुन पुग्यो? के बिना पैसा केवल ढुङ्गा बोकेर गिट्टी कुटेर देश बन्छ? के श्रमदानको आवरणमा प्रशासकीय फजुल खर्ची र चन्दा सङ्कलनको नयाँ खेल रचिएको हो? दर्शक महानुभावहरू, पैसा चाहिँदैन, सरकारको मुख ताक्नु पर्दैन, हामी आफै देश बनाउँछौँ भन्दै यही नाराका साथ दार्चुलामा पुगेका श्रम संस्कृति पार्टीको टोलीले पुल त बनायो, तर जब पुलको खर्च सार्वजनिक भयो तब समर्थक नै अचम्ममा परे। सार्वजनिक गरिएको आधिकारिक आय व्यय विवरण अनुसार देश विदेशका दाताहरूबाट क्यूआर कोड र नगद सङ्कलन मार्फत कुल 2 करोड 50 लाख 37 हजार रुपियाँ उठाइएको बताइएको छ, जसमा पुल निर्माणमा कुल 1 करोड 29 लाख 29 हजार 174 रुपियाँ खर्च भएको देखाइएको छ। तर यो खर्चको आन्तरिक वर्गीकरण हेर्ने हो भने श्रमदाताको मूल मर्ममाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ। पुल बनाउँदा आवश्यक मुख्य निर्माण सामग्री जस्तै फलाम, सिमेन्ट र हार्डवेयर किन्न करिब 55 लाख रुपियाँ खर्च गरिएको देखाइएको छ। बाँकी रहेको करिब 74 लाख त पार्टीका नेता कार्यकर्ता र टोलीको धरानबाट दार्चुलासम्म मान्छे ओसार्ने यातायात र उनीहरूको मासुभात व्यवस्थापनमा मात्रै खर्च गरिएको देखाइएको छ। विवरण अनुसार यातायात खर्चमा 28 लाख भन्दा धेरै देखाइएको छ भने खाना तथा मासुभातमा मात्रै 16 लाख भन्दा धेरै रुपियाँ देखाइएको छ। पूर्वाधार विज्ञका अनुसार यदि यो पुल नेपाल सरकार वा स्थानीय ठेकादार मार्फत बनेको भए बढीमा 40 देखि 50 लाख रुपियाँसम्ममा तयार हुन्थ्यो। तर श्रम संस्कृति पार्टीले श्रमदानबाट बनाएको भनेको पुलको लागत झन्डै तेब्बरले बढी पुगेको छ। अब प्रश्न उठ्छ, जनताले सित्तैमा श्रमदान गरेपछि त लागत घट्नुपर्ने होइन र? यहाँ त श्रमदाता नै सबैभन्दा महँगो साबित भइदियो। यसका साथै पार्टी अध्यक्ष हर्क सम्पाङको यो अभियानले गम्भीर प्राविधिक तथा कानुनी अपरिपक्व समेत उजागर पारेको देखिन्छ। म सरकारसँग 1 रुपियाँ लिँदैन भन्दै जनतासँग क्यूआर कोडबाट करोडौं चन्दा असुल गर्ने र त्यसलाई अपारदर्शी ढङ्गले आफ्ना कार्यकर्ता ओसार्ने र मासुभात खुवाउने काममा खर्च गर्नु कति न्यायचित हो भन्दै यति बेला सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ। दर्शक महानुभावहरू, संसारको कुनै पनि देशले कुटो कोदालो र ढुङ्गा बोकेकै भरमा आधुनिक र समृद्ध देश बन्न सक्दैन। विकासका लागि आधुनिक प्रविधि र इन्जिनियरिङ र व्यवस्थित योजना र लागत प्रभावकारिता चाहिन्छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुलामा पुल त बनाए, तर 45 लाखको पुललाई 1 करोड 29 लाख खर्च गरेर देश बन्दैन। बरु चन्दा दिने सोझा जनताहरूको विश्वास रित्तिनेछ। पसिना बगाउनु र श्रमको सम्मान गर्नु सकारात्मक पक्ष हो, तर यदि पसिनाको मूल्यभन्दा कार्यकर्ताको भ्रमण, डिजेल र मासुभातको मूल्य बढी हुने हो भने त्यस्ता श्रमदानलाई वास्तविक विकास मान्ने हो कि?